यसरी आँप हेर्नुहोस् यो आँप मजाले धोएको तर यो अलिअलि पछारिएर यो कहाँबाट आएको आँप हो नि त होइन यस्तो दागहरू हुन्छ यसरी आँपलाई काट्ने चट्टसँगले 2 फ्याक भयो है यो अब यसलाई चाहिँ यसरी यो निकाल्ने अनि यो सुकेपछि यहाँ प्लास्टिक जस्तो आउँछ त्यो पनि निकाल्नुपर्छ यसरी टक्कसँग फेरि बिचमा काट्ने हो अनि यसलाई फेरि यहाँ यसरी काट्ने अनि यसरी काटेर अब यो घाममा सुकाउनुपर्छ घाममा 1 दिन 1-2 घन्टा सुकाउने अथवा मेरो त अस्ति दिन त्यति धेरै घाम लागेको छैन अनि 1 दिनभरि जस्तै सुकाएँ मैले काटेर अनि त्यसलाई राति चाहिँ मैले बेसार र नुन दलेर राखेँ अनि पानी निस्क्यो अनि हिजो पनि खासै घाम लागेको थिएन सुकाएँ अनि अघि राति चाहिँ अनि सबै मसलाहरू दलेर अनि मजाले अचार बनाउँदैछु यसरी टक्क टक्क काट्नुपर्छ मजाले मसला राखेर 10 केजी आँपको अचार बनाउँदैछु यो 2 ढकको 1 ढक यहाँ चाहिँ मैले तोरी राखेको छु 5 केजी हुन्छ अनि 2 ढकमा चाहिँ 10 केजी हुन्छ सोँठ राखेको छु कलन्जी राखेको छु धनिया राखेको छु मेथी राखेको छु है अरू के हो मसला बिर्सिसकिहालेँ अनि यसलाई मजाले मैले अचार बनाउँदैछु यस्तो मजाले मसला राखेर अनि यसलाई घोटाउँदा यस्तो छ है यहाँ चाहिँ मैले तोरी राखेको छु तिल राखेको छु सौँफ राखेको छु कलन्जी राखेको छु धनिया राखेको छु मेथी राखेको छु है अरू के हो मसला बिर्सिसकिहालेँ के अनि यसलाई चाहिँ मैले कहाँबाट ल्याएँ भने बल्कुबाट 5 केजीको 1 ढक पाउँछ अनि 10 केजीको ढक 5 केजीको त कति पनि हुँदैन हैन 2 ढक ल्याएँ यो आँप अनि यसलाई काटेँ अनि 1 दिन घाममा सुकाएँ अनि त्यो दिन सुक्यो अनि भोलिपल्ट मैले उठाएर राखेँ बेलुका अनि भोलिपल्ट फेरि यसलाई मैले उठाएर मैले यसलाई चाहिँ नुन र बेसार हालेर फेरि अनि रातभरि राखेँ अनि पानी टन्न निस्किन्छ त्यो पानी सबै तारेर फ्यालेँ अनि मैले फेरि यो हिजो शनिबारको दिन घाममा सुकाएँ अनि यो हिजै मसलाहरू चाहिँ नै मल्दा पनि हुने अब बनाउनु टाइम लागेर हैन अनि अलिअलि चाहिँ बनाएँ त्यस कारणले गर्दाखेरि यहाँ कालो नुन पनि राखेको छु अनि यसरी चाहिँ मैले अचार बनाउँदैछु यो एकदमै मिठो हुन्छ अनि यसलाई चाहिँ हामीले 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष जति पनि राखेर खान सक्छौँ तर भिडियोमा राम्रो आएन यहाँ कलर चाहिँ लास्ट एकदमै राम्रो छ है अनि घर पनि एकदमै यसको बास्नाले मिठो भएर भरिरहेछ बिहान बिहानमा चाहिँ यो काम गर्दैछु कस्तो राम्रो कलर छ तर किन भिडियोमा राम्रो कलर आएन यसरी घामको रापमा राख्नुपर्छ अचार बनाएपछि हो अन्त एकपट्टि तातिसक्यो हैन यताति घाम लाग्नेतिर घुमाइदिनुपर्छ यसरी देखिँदैन रहेछ अचार चाहिँ तल छ हैन यो चाहिँ माथि चाहिँ छोप्ने चाहिँ झिँगाहरू जान सक्दैन फोहोर कुराहरू